हेलो साथी, नमस्कार सबैलाई है। साँझको बेला भयो, प्याज कोरिसकेँ मैले। त्यति राम्रो त भएन है प्याज, हेर्नुहोस् है। यस्तो हो, पहाडको जस्तो त नहुँदो रहेछ है राम्रो गाना। तर त्यही पनि मेहनत गरेको अलि ठिकै भयो भनौँ। मेहनतको फल राम्रै लाग्यो भनौँ है। त्यति ठुलो त छैन, हेर्नुहोस् यति सानो सानो छ प्याज। अनि टमाटर पनि फल्याएको छ, हेर्नुहोस् त। मेहनत गरेपछि के हुँदैन र, सबै चिज हुन्छ। माटेको साग छ, यता सबै कुरा छ। टमाटर फल्दैछ, चारैतिर मकै फल्दैछ है। घरमा बसेर यस्तो यस्तो मेहनत गर्नुहोला दिदीबहिनी है। मेहनत गर्नु राम्रो हो, खेती किसानी राम्रो हो। हेर्नुहोस् त, प्याज राम्रो छ कि छैन कमेन्टमा बताइदिनु होला है, भनिदिनु होला कस्तो छ, के छ अहिले कोरे प्याज। मङ्सिरमा मैले भिडियो बनाएको थिएँ हजुरहरूलाई है, यो प्याज होला कि नहोला, पहिलोचोटि लाउँदैछु यता तराईतिर भनिरहेको थिएँ है। पहाडको जस्तो त नहुँदो रहेछ, त्यही पनि राम्रो छ। खुसी लाग्यो मलाई त है। तराईमा आएर पहिलोचोटि प्याज लगाएँ। पहाडतिर त यति ठुल्ठुलो हुन्थ्यो, यति ठुल्ठुलो हुन्थ्यो, यत्रो हुन्थ्यो। अनि यता त्यति राम्रो भएन साथी हो। बाई, गुड नाइट। साँझको बेला हो, प्याज कोरेर मैले राखिसकेँ है। सबैले कमेन्टमा भनिदिनु होला भन्न चाहन्छु। हस्।